لا إله إلا الله لا إله إلا الله لا إله إلا الله ما لنا رب سوى لا إله إلا الله لا إله إلا الله لا إله إلا الله ما لنا رب سوى अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलाम अला रसूलिहिल करीम औज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम वल अस्र इन्नल इंसाना लफ़ी खुस्र इल्लल्लज़ीना आमनु व आमिलुस सालिहात व तवासौ बिल हक़्क़ि व तवासौ बिस सब्र। आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू, इस्लामी संघ नेपालको साप्ताहिक कार्यक्रम इस्लाम दर्शनमा तपाईहरूलाई हार्दिक स्वागत गर्दछु। अल्लाह तालाले कुरानमा एउटा सानो सूरह अल अस्रमा भनेका छन्, समयको कसम, समय र जमानाको कसम खाएर अल्लाह तालाले भनेका छन् कि इन्नल इंसान लफी खुस्र, निसन्देह सम्पूर्ण मानिसहरू घाटामा छन्, सिवाय ती व्यक्तिहरूको, त्यो व्यक्तिहरू बाहेक जो अल्लाहमाथि ईमान ल्याउँछन्, अल्लाहमाथि आस्था राख्छन्, एक अल्लाहलाई आफ्नो पूज्य मान्छन्, व आमिलुस सालिहात, र आस्था र ईमान बाहेक सत्य कर्म गर्छन्, राम्रो कार्य गर्छन्, सत्य कार्य गर्छन् र यस बाहेक सत्यको उपदेश दिन्छन् र धैर्यको उपदेश दिन्छन्। सत्य बाटोतिर अरूलाई पनि बोलाउँछ र आफू पनि हिँड्छ र धैर्यता आफू पनि गर्छ र अरूलाई पनि धैर्यको बाटो बोलाउँछ। यी मानिसहरू वास्तवमा महाप्रलयको दिन सफल हुनेछन् र यी बाहेक, यो चार गुण भएका बाहेक व्यक्तिहरू असफल हुनेछन्। अल्लाह तालाले सफलताको लागि ईमान र आस्था एक अल्लाहमाथि अनिवार्य गरेका छन् र ईमान र आस्था र भक्ति इबादतले मात्रै नभएर सत्य कर्म, राम्रो कार्य गर्नु पनि यो इस्लामको आदेश हो, अल्लाहको आदेश हो र सफलताको लागि अनिवार्य हो। र सत्य कर्म गरेपछि अर्को जुन दुईवटा कार्य हुन्छ त्यो सत्यको उपदेश दिनु हो, सत्य बाटोतिर अरूलाई पनि बोलाउनु, अरूलाई पनि सत्यको उपदेश दिनु र यो बाटोमा आउने कठिनाइहरूमाथि धैर्य गर्नु र धैर्यताको उपदेश दिनु, यो चाहिँ चार विशेषता भएको व्यक्तिहरू अल्लाह तालाको दृष्टिमा सफल छन्। आदरणीय दर्शकबिनहरू, इस्लाम धर्म वास्तवमा मात्र एउटा इबादत र अल्लाह तालाको भक्ति गर्ने धर्म मात्रै होइन, बरु यो बाहेक इस्लामलाई सम्पूर्ण जीवनको पद्धति भनिन्छ। अर्थात् जीवन बिताउँदाखेरि जति पनि मोडहरू, जति पनि ठाउँहरू हाम्रो अगाडि आउँछ, जुन जुन स्टेजबाट हामी जान्छौँ, त्यो सबै स्टेजमा, सबै ठाउँमा, हरेक मैदानमा इस्लामिक आदेशको अनुसार जीवन बिताउनु पनि इस्लामको यो आदेश हो र सम्पूर्ण इस्लाम र सम्पूर्ण मुस्लिम हुनको लागि अनिवार्य हो। इस्लाम धर्म भनेको समाजमा न्याय कायम गर्नु पनि हो। इस्लाम भनेको करुणा र माया पनि हो। इस्लाम भनेको राम्रो व्यवहार पनि हो। इस्लाम भनेको आफ्नो आमा बुवा, परिवार, खानदान, नातेदारहरू
र समाजका व्यक्तिहरू, छिमेकीहरू सबैसँग राम्रो व्यवहार गर्नु र सबैको अधिकारहरूलाई पुरा गर्नु यो इस्लामको एउटा भाग हो। र यो सबै कार्यहरू बाहेक इस्लाम हाम्रो सम्पूर्ण हुँदैन, इस्लाम कम्प्लिट हुँदैन। हाम्रो समाजमा कति नै गरिब, असहाय, विधवा, टुहुरा व्यक्तिहरू हुन् जुन चाहिँ हाम्रो समाजमा आफ्नो जीवन बिताइरहेका छन्, तर उनीहरूको हेरविचार गर्ने, उनीहरूसित माया गर्ने, उनीहरूको आवश्यकतालाई पुरा गर्ने व्यक्ति हाम्रो समाजमा धेरै नै कम सङ्ख्यामा छन्। र हाम्रो यो कर्तव्य हो र वास्तवमा इस्लाम धर्मले सम्पूर्ण मनुष्यमाथि यो कर्तव्य अनिवार्य गरेको छ कि हामी जब समाजमा जीवन बिताउँछौँ त्यति बेला हामीहरूमाथि यो अनिवार्य हुन्छ कि हामी आफ्नो समाजको गरिब, असहाय, यतिम, कमजोर व्यक्तिहरूको पनि हेरविचार गरौँ, उनीहरूको जीवनको बारेमा पनि सोचौँ। उनीहरूलाई यदि कुनै पीडा छ, कुनै सङ्कटमा छ, उनीहरूको जीवनमा कुनै दुःख छ भने त्यसलाई निवारण गर्नु, त्यसको लागि ख्याल गर्नु, त्यसको लागि अगाडि बढेर तिनीहरूको बारेमा प्रयत्न गर्नु, यो हाम्रो इस्लामको शिक्षा हो। र यो चरित्र बिना, यो व्यवहार बिना हामी पूर्ण रूपले मुस्लिम हुन सक्दैनौँ र एउटा राम्रो र असल मुस्लिम हामीलाई भन्न सकिँदैन। कुरान र हदिसमा अल्लाह तालाले र अन्तिम सन्देशटा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले धेरै नै उपदेश र आदेश दिएका छन् कि हामी समाजमा गरिब, असहाय, टुहुरा र कमजोर व्यक्तिहरूलाई मद्दत गरौँ, उनीहरूको सहायता गरौँ र उनीहरूसित राम्रो व्यवहार गरौँ। यसको बारेमा धेरै नै वर्णन गरिएका छन्। कुरानको सुरा जारियात आयत नम्बर 19 मा अल्लाह तालाले भनेका छन्, वफी अमवालिहिम हक्कुन लिस्साइल वल महरूम, अर्थात् हाम्रो मालमा, एक मुस्लिमको मालमा, सम्पत्तिमा माग्नेहरूको, गरिबहरूको र कमजोर व्यक्तिहरूको पनि भाग हुन्छ। यस्तो व्यक्तिहरू जो असहाय छन्, जसको अगाडि पछाडि कोही छैन, तिनीहरूको पनि अधिकार हाम्रो मालमा, हाम्रो सम्पत्तिमा, हाम्रो धनमा अल्लाह तालाले राखेका छन्। र त्यो अधिकार जुन तिनीहरूको अधिकार हो हाम्रो सम्पत्तिमा, त्यो हामीलाई आफ्नो सम्पत्तिबाट तिनीहरूमाथि खर्च गर्नुपर्छ। यो इस्लामको आदेश हो, यो अल्लाह तालाको आदेश हो। र एउटा असल मोमिन बन्नको लागि यसलाई पुरा गर्नै पर्छ, यसमाथि अमल गर्नै पर्छ। कुरानमा कतिपय ठाउँमा अल्लाह तालाले पटक पटक भनेका छन्, वअकीमुस सलात व आतुज ज़कात, हे मानवहरू, हे मनुष्यहरू, तिमीहरू नमाज पनि पढ, अल्लाहको भक्ति पनि गर र साथसाथै अल्लाह तालाको बाटोमा खर्च पनि गर, दान पनि गर, गरिबको सहायता पनि गर, जकात देऊ, दान देऊ। पटक पटक अल्लाह तालाले आदेश दिएका छन्। त्यसैले इस्लाममा दान दिनु, जकात दिनु यो इस्लामको एउटा प्रमुख स्तम्भ हो र यो बाहेक इस्लाम कम्प्लिट हुँदैन। अल्लाह तालाले कुरानमा यस्तो व्यक्तिहरू माथि धिक्कार गरेका छन्, यस्तो व्यक्तिहरूको बारेमा तबाही र बर्बादीको आदेश दिएका छन् जुन व्यक्तिहरू गरिब र यतिमलाई धक्का दिन्छन्। सूरे माउनमा अल्लाह तालाले भनेका छन्, अरैतल्लज़ी युकज़्ज़िबु बिद्दीन फज़ालिकल्लज़ी यदुउल यतीम वला यहुज़्ज़ु अला तामिल मिस्कीन फवैलुल लिल मुसल्लीन। अर्थात् यो त्यो व्यक्तिहरू जुन व्यक्ति दिनलाई झुटलाउँछन्, धर्मलाई, इस्लामलाई झुटो ठहराउँछन् र गरिब र असहाय र टुहुराहरूलाई धक्का दिन्छन् र गरिब
र भोका मान्छेहरूलाई खाना खुवाउँदैन, यस्तो व्यक्तिहरूको लागि तबाही छ, बर्बादी छ। अन्तिम सन्देष्टा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले एउटा हदिसमा भनेका छन्, बुखारीको हदिस हो, उहाँले भन्नुभयो, अना व काफिरुल यतीमे कहातैन, अर्थात् म र त्यो व्यक्ति जुन टुहुराहरूको पालन पोषण गर्छ, जो व्यक्ति टुहुरा र यतीमको पालन पोषण गर्छ, ऊ र म स्वर्गमा यो दुईटा औँला जस्तै हामी बस्नेछौँ। अर्थात् जसरी यो दुईटा औँला सँगसँगै हामी हेरिरहेका छौँ हातमा, त्यस्तै सन्देष्टा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम र यतीम र टुहुराको पालन पोषण गर्ने व्यक्ति स्वर्गमा सँगसँगै बस्नेछन्। यो धेरै नै ठुलो चाहिँ खुसीको यो सूचना हामीलाई यो हदिसमा दिएका छन्। र त्यस्तो व्यक्तिलाई जुन चाहिँ यतीम र टुहुराको ख्याल गर्छन् र तिनीहरूलाई सहायता गर्छन् र तिनीहरूको पालन पोषण गर्छन्। एउटा हदिसमा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, या अय्युहन नास अफ्शु सलाम व अतिमु ताम व सिलुल अरहाम व सल्लु बिल्लैल व नासु बिन्नियाम तदखुलुल जन्नत बिसलाम। अर्थात् हे मनुष्यहरू, तिमीहरू सलामलाई फैलाऊ, अर्थात् कसैलाई हेर्दाखेरि सलाम गर, सलामको दुआ देऊ त्यसलाई, र गरिब भोका मान्छेहरूलाई खाना खुवाऊ, र नातेदारहरूसित राम्रो सम्बन्ध राख, र रातिमा अल्लाह तालाको भक्ति गर। यति कार्य तिमीहरूले गर्छौ भने तिमीहरू शान्तिपूर्वक स्वर्गमा प्रवेश गर्नेछौ। यो चाहिँ शुभ सूचना अल्लाह तालाले यस्तो व्यक्तिहरूलाई दिएका छन् जो भित्र यो विशेषताहरू हुन्छ। सलाम गर्नु, भोका मान्छेलाई खाना खुवाउनु, नातेदारहरूसित, खानदानको व्यक्तिहरूसित राम्रो सम्बन्ध राख्नु, र अल्लाह तालाको भक्ति गर्नु, विशेष गरेर राति जब मान्छेहरू सुतेका हुन्छन्। यति गरेपछि स्वर्ग हामीलाई अल्लाह तालाले दिनेछन्। कुरानमा अल्लाह तालाले भनेका छन्, मसलुल लज़ीना युनफिकुना अम्वालहुम फी सबिलिल्लाह कमसलि हब्बतिन अम्बतत सबअ सनाबिल फी कुल्लि सुम्बुलतिन मिअत हब्बा वल्लाहु युज़ाइफु लिमन यशा वल्लाहु वासिउन अलीम। सूर्य बकराको यस श्लोकमा अल्लाह तालाले खर्च गर्ने व्यक्तिहरूको बारेमा शुभ सूचना दिएका छन्, खुशखबरी दिएका छन् कि जुन व्यक्तिहरू अल्लाहको बाटोमा आफ्नो सम्पत्ति, आफ्नो धन, आफ्नो पैसा खर्च गर्छन्, तिनीहरूको मिसाल, तिनीहरूको उदाहरण त्यो दाना जस्तो हो जुन दाना हामी माटोमा हाल्छौँ र त्यो दानाबाट त्यो दाना ठुलो भएपछि त्यसमा 7वटा बाला चाहिँ निस्कन्छन् र त्यो 7वटा बालामा 100-100वटा दाना हुन्छन्। अर्थात् जसरी एउटा दानाले एउटा राम्रो किसान 700 अन्न, 700 दाना उत्पन्न गर्छन्, अल्लाह तालाले पनि 1 रुपैयाँ खर्च गरेको त्यसको सवाब 700 हामीलाई दिन्छ। एउटा पुण्यको सवाब अल्लाह तालाले हामीलाई 700 को बराबर दिन्छ। यति मात्रै होइन, अल्लाह तालाले भनेका छन्, वल्लाहु युज़ाइफु लिमन यशा, अल्लाहले यदि चाहे भने योभन्दा बढी पनि सवाब र त्यसको हामीलाई प्रतिफल दिनेछन्। वल्लाहु वासिउन अलीम, अल्लाह तालाको खजानामा कुनै कमी छैन। अल्लाह ताला हरेक चीजको ज्ञाता हुन्। तर यो गरिब र असहाय व्यक्तिहरूको जब हामी मद्दत गर्छौँ, जब उनीहरूका ख्याल गर्छौँ, उनीहरूलाई सहायता गर्छौँ, त्यति बेला हामीलाई एउटा कुरा ध्यान दिनुपर्छ। त्यो कुरा के हो भने त्यसको बारेमा अल्लाह तालाले सूरह बकरा श्लोक नम्बर 264 मा भनेका छन्, या अय्युहल्लज़ीना आमनु ला तुबतिलु सदकातिकुम बिल मन्नि वल अज़ा। हे ईमान ल्याउने व्यक्तिहरू, तिमीहरू आफ्नो सदकालाई, आफ्नो दानलाई, आफ्नो खर्च गरेको कर्मलाई कसैमाथि एहसान जताएर, कसैमाथि त्यसको उपकार जताएर त्यसलाई यो
जताएर कि मैले तिमीमाथि भलाइ गरेँ, मैले मेरो कारणले तिमी चाहिँ आज यो स्थानमा छौ र मेरो कारणले तिमी आज खाइरहेको छौ, जीवित छौ, यस्तो चाहिँ हृदयलाई ठेस पहुँचाउने कुराहरूबाट अल्लाह तालाले मनाही गरेका छन्। जब हामी अल्लाहको बाटोमा खर्च गर्छौँ तब हामीलाई मात्र अल्लाहको लागि र एउटा सफा हृदयले हामीलाई अल्लाहको बाटोमा खर्च गर्नुपर्छ र आफ्नो मनमा, आफ्नो हृदयमा मात्र अल्लाह तालाबाट त्यसको राम्रो प्रतिफल, त्यसको राम्रो त्यसको रिजल्ट र त्यसको राम्रो सवाबको एउटा अपेक्षा र त्यसको उम्मिद राख्नुपर्छ। र कहिले पनि हाम्रो मनमा यस्तो कुरा आउनु हुँदैन कि जुन हामी खर्च गरिरहेको छौँ त्यो हामी कसैलाई यो भनेर कि यो म तिमीलाई मेरो कारणले तिमीलाई यो फाइदा भइरहेको छ, यसरी कसैमाथि आफ्नो एहसान देखाउनु, यो चाहिँ इस्लामले यसको इजाजत दिएको छैन र यो चाहिँ इस्लामको आदेशको विपरीत हो। त्यसै गरी अल्लाह तालाले अर्को ठाउँमा भनेका छन् वमसाइल फला तनहर, कि तिमीहरूमाथि यो पनि अनिवार्य छ कि कुनै गरिब, कुनै असहाय, कुनै माग्ने व्यक्तिहरूलाई डाँट्नु हुँदैन, हप्काउनु हुँदैन, कसैलाई चाहिँ हेला गर्नु मिल्दैन। कुनै व्यक्ति चाहिँ माग्न आयो, सहायता माग्न आयो, त्यसलाई चाहिँ सहायता गर्नुपर्छ। यदि सहायता गर्न हामी सक्दैनौँ भने त्यस्तो व्यक्तिहरूलाई अवहेलना गर्नु, त्यस्तो व्यक्तिहरूलाई भगाउनु, डाँट्नु र त्यसमाथि रिसाउनु, यो चाहिँ यसको अनुमति हामीलाई दिएको छैन र यसबाट अल्लाह तालाले हामीलाई मनाही गरेका छन्। त्यस्तै गरिब र असहाय मान्छेहरूमाथि खर्च गर्दाखेरि हामीलाई यो पनि हेर्नुपर्छ कि कुन व्यक्ति चाहिँ वास्तवमा बढी त्यसको आवश्यकता छ, त्यो आवश्यकतालाई मध्यनजर राखेर हामीलाई गरिब व्यक्तिको सहायता गर्नुपर्छ। कतिपय गरिब र भिखारी माग्ने मान्छेहरू यस्तो पनि हुन्छ जो पटक पटक चाहिँ आइराख्छन् र हरेक ठाउँमा जान्छन् र यसरी भिख मागेर र सहायता मागेर उनीहरू राम्रो स्थितिमा पुग्छन्। तर हाम्रो समाजमा, हाम्रो सोसाइटीमा यस्तो गरिब र असहाय व्यक्तिहरू, विधवा महिलाहरू र टुहुराहरू पनि छन् जो कसैको अगाडि माग्न जाँदैन, जुन चाहिँ माग्नको लागि लज्जित हुन्छन्, जुन चाहिँ आत्मसम्मानी हुन्छन्, स्वाभिमानी हुन्छन्। यस्तो आत्मसम्मानी र स्वाभिमानी गरिब व्यक्तिहरूलाई पनि हेर्नु, तिनीहरूको बारेमा पनि आफ्नो समाजमा जानकारी राख्नु र लुकाएर तिनीहरूको मद्दत गर्नु, यो झन् यसको बढी महत्त्वता छ र यसमाथि हामीलाई ध्यान दिनुपर्छ। हाम्रो समाजमा, हाम्रो सोसाइटीमा, हाम्रो छिमेकीमा धेरै नै गरिब र असहाय टुहुरा र विधवाहरू छन् जिनको बारेमा जो हाम्रो ढोका अगाडि जो आउँदैनन् र हामीलाई थाहा हुँदैन कि वास्तवमा तिनीहरूको स्थिति कस्तो छ, तिनीहरूको घरमा खाना खानको लागि पैसा छ कि छैन, तिनीहरूलाई ओढ्ने र ओछ्याउने तिनीहरूसँग गरम कपडा छ कि छैन, तिनीहरूलाई कति अप्ठ्यारो र कति कठिनाइबाट तिनीहरू गुज्रिरहेका छन्, त्यसको बारेमा ज्ञान, त्यसको बारेमा जानकारी हासिल गर्नु यो हाम्रो कर्तव्य हो र हामीलाई यस्तो आफ्नो समाजको गरिब र असहाय व्यक्तिहरूको पत्ता लगाएर तिनीहरूको पनि मद्दत गर्नुपर्छ। यसको धेरै नै यसको महत्त्व छ र यसको अल्लाह तालाले राम्रो प्रतिदान र राम्रो प्रतिफल दिनेछन्। अल्लाह तालासित म दुआ गर्छु, अल्लाह तबारक ताला हामी सम्पूर्ण मानवहरूलाई, सम्पूर्ण मनुष्यहरूलाई अल्लाह यो संसारमा भएको, हाम्रो समाजमा भएका गरिब असहाय व्यक्तिहरूलाई मद्दत गर्ने र तिनीहरूसित राम्रो व्यवहार गर्ने अल्लाह ताला तौफिक प्रदान गरून्। वाखिरु दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। वस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू।
سوى